गर्मीको कारणले हजुरहरूलाई पनि मलाई जस्तै खाना रुचेको छैन भने भिडियो अन्तिमसम्म हेर्नु होला। यो रेसिपी ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। खाना चाहिँ जति पनि जान्छ है। अब यसरी म आलु गोबी सब्जी बनाउन लागेको छु। पियाज एभ्रीवान वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मेरो ससुर बुवाले आलु गोबीको सब्जी बनाउन गइरहनु भएको छ। उहाँ चाहिँ पन्जाबको कुक हो। खाना चाहिँ एकदमै मिठो बनाउनुहुन्छ। एकचोटि यो रेसिपी एकचोटि ट्राई गर्नु होला, खाना चाहिँ एकदमै मिठो हुन्छ। यो गर्मीमा पसिनै पसिना आउँदै पकाइरहनु भएको छ। आज मैले पकाउँछु भन्दै एकदमै मिठो बनाउनुहुन्छ। यो टमाटर छिटो गल्छ। मसला खुर्सानी, जिरा खुर्सानी। अब यो फुलकोपी फ्राई, यो आलु, शिमला मिर्च, गाजर। यो सब्जीलाई चाहिँ जति चलायो उति मिठो हुन्छ भन्दै चलाइराख्नु भएको छ। यसरी चलाइसकेपछि एकछिन पाक्नको लागि छोपिदिने। अब चाहिँ रेडी भइसकेको छ हाम्रो सब्जी। मैले सबैलाई निकालेर खानु दिएँ। पंजाबको यो दाल भयो, यो रोटी भयो, यो काँक्रा, यो दही भयो, सब्जी ठिक छ। सबैजनाले मिठो मान्दै खानुभयो। सो आजलाई यति नै। बाइ बाइ साथीहरू, भेटौँला नेक्स्ट भिडियोमा। थ्याङ्क यू फर वाचिङ।